हजुर आजको दिनमा म भिडियो कसरी ल्याउँ कहाँ गएर बनाऊँ भनेर सम्झिरहेको थिएँ। ठिक्कै मैले आज तारेथाङ जानु पाएँ है। तारेथाङ जानु पाएँ र तपाईँहरूलाई यहाँ भिडियो प्रस्तुत गर्दैछु तारेथाङको आजको। गाइस हेर्नुहोस् है, भिडियो चाहिँ जस्तो छ त्यस्तो देखाउने छु। हाम्रो यो तारेथाङ भइराखेको जग्गा हो यो। यता चाहिँ अस्ति भोलिन्टियर्सहरूले फाँडेको जस्तो लाग्यो मलाई। यस्तो सफा भएको छ कि यहाँनिर, अस्ति थिएन फर्स्ट आउँदाखेरि। अहिले चाहिँ भने यस्तो राम्रो बनाइदिएछ यहाँ, चिल्लो चिल्लो पानी पनि ठिक्कै आयो, मौसम पनि चिसो चिसो। यता गिल्पु जान्छ है, गिल्पु जाने बाटो यही हो। भिडियोमा के चाहिँ देख्नु पाइँदो रहेछ है त। यो तारेथाङ योक होला यो जस्तो लाग्यो मलाई, यहाँ मुनतिर योक है। यता लाखाङ रहेछ मासतिर जस्तो छ। बाटो चाहिँ एकदम छ है, एकदम तर टर्निङ पनि छ त्यतिकै। त्यति स्पिड पनि कुद्नु हुँदैन, 30मा हिँड्नु पर्दछ। 30-40 यहाँदेखि स्पिड सकिँदैन रहेछ हिँड्नु गाइस। त्यस्तो टर्निङहरू आइबस्छ। गुवा बगान कति मजाको छ है यता आउने। गुवा चाहिँ मजाले आउँछ नि त यो जग्गामा चाहिँ। ढुङ्गा खोज्दा पाइँदैन, खालि मात्रै माटो मात्रै हुन्छ कि। यो चाहिँ गुवा हुने जग्गा हो नि त। हेर्नुहोस् न कस्तो दामी गुवा आएको छ, टिपेको पनि छैन रहेछ गुवाहरू पनि। अब यहाँ हेर्नु टर्निङ यस्तो छ कि साफ टर्निङ काम गरिरहेको छ है। यस्तो साफ टर्निङ छ, सो काट्यो तारेथाङदेखि छुट्टिएको ओह्रालो। अब यो जग्गा चाहिँ के भन्छ यहाँनिर मलाई पनि थाहा भएन। हात्ती पुरा भेट्थ्यो नि यहाँनिर, अहिले चाहिँ अलिक हात्ती हराएको रहेछ, कता टाढै गएको रहेछ के हो। नभए त यहाँ पुरा हात्ती भेटेँ। मैले एकखेप यहीँ भेटेको थिएँ हात्ती, अनि पर एकखेप पुलमा भेटेको थिएँ। गाई गोरुको बिजोग यहाँ रोडतिर बसिरहेको छ त, बाटो छोड्नु मान्दैन त, डाउन भएर बस्छ गाई गोरु। सानो एउटा ब्रिज छ, पहिलाको ब्रिज यहाँ मुनि होला, अहिलेको चाहिँ यहाँ। हेर्नुहोस् न गुवा फेरि कति हो कति। यो ठाउँमा त गुवाले नै मालिक हुने रहेछ हौ। हस् गाइस, अलिक परतिर पुगेपछि बनाउँछु है म तपाईँलाई। परको देखाउने छु नजाराहरू। उम्लिङ पुग्नु आँटेको हो, यहाँ बाटोमा छौँ हामीहरू। तारेथाङ र उम्लिङको बिचमा आयो चाहिँ गाइस। यस्तो दामी छ नि बाटो चाहिँ। पानी चाहिँ पराउँदैछ,
उम्लिङ र नर्बुलिङको बाटो बिचमा हो यहाँ चाहिँ माथि पानखारे डाँडा भन्छ पहिला हामी सुरु गर्दाखेरि बस्थ्यौँ त्यतिखेर बस्दाखेरिको हामी घरमा बस्दाखेरिको अवस्थामा हामी यो ठाउँमा आउँथ्यौँ घर काट्नु आउनुको लागि सेरो यो ठाउँमा आएर त्यतिखेर त यस्तो पनि थिएन है यो पुरै घर एउटा थियो भनौँ न गाइस अहिले चाहिँ हामी आइपुग्यौँ कहाँ भन्दाखेरि यो चाहिँ तक्लाई खोला भनिन्छ है तक्लाई खोला उम्लिङ र नर्बुलिङको बिचमा